पाइथनमा डाटा टाइप्स वेलकम टु पाइथन बिगिनर सिरिज। सो आज चाहिँ हामी पाइथनमा डाटा टाइप्स कस्तो हुँदो रहेछ के हुँदो रहेछ त्यो हेर्नेछौँ है त। पाइथनमा डाटा टाइप्स भन्नाले यो चाहिँ डाटाहरु कुन प्रकारको छ, यो चाहिँ डाटाको क्लासिफिकेसन भयो हो। जस्तै यो भन्दा अगाडिको भिडियोमा जस्तै हामीले भेरिएबल हेरेको थियो जसले चाहिँ डाटा स्टोर गर्छ हो। आज चाहिँ त्यो डाटा चाहिँ त्यो भेरिएबलले हुन्छ नि, त्यो डाटा चाहिँ कस्तो खालको डाटा चाहिँ स्टोर गर्न सक्छ त भन्ने कुरा चाहिँ आज हेर्छौं है। जस्तै फर एक्जाम्पल हामीले चाहिँ लास्ट टाइम भेरिएबललाई चाहिँ एज अ ग्लास लिएको थियो हैन। आज चाहिँ यहाँ मैले के छ तीनटा डिफरेन्ट ग्लासमा डिफरेन्ट चीजहरु स्टोर गरिरहेको छ। जस्तै सोलिड छ, लिक्विड छ, ग्यास छ हो। त्यसरी डिफरेन्ट टाइप्स अफ त्यो चाहिँ के भयो डाटा भयो के हाम्रो चाहिँ त्यस्तै पाइथनमा चाहिँ अब इन्टिजर गर्ने हो कि हो स्ट्रिङ गर्ने हो कि हो त्यो चीज चाहिँ छुटाउनको लागि चाहिँ हाम्रो डाटा टाइप्सले हेल्प गर्छ। जस्तै हामीसँग चाहिँ बिल्ट इन डाटा टाइप्सहरु छ जस्तै न्यूमेरिक, स्ट्रिङ, बुलियन, सिक्वेन्स, म्यापिङ अनि सेट डाटा टाइप्स। एन्ड फर्स्टली आज हामी चाहिँ न्यूमेरिक डाटा टाइप्स हेर्नेछौं हो। अब न्यूमेरिक डाटा टाइप्स भित्र चाहिँ हाम्रो इन्टिजर पर्छ, फ्लोट एन्ड वी हेभ कम्प्लेक्स है। हामी फर्स्टली चाहिँ इन्टिजर हेर्नेछौं जुनमा चाहिँ हाम्रो पाइथनमा चाहिँ इन्टले चिनाउने गर्छ इन्टिजर भनेर। अब इन्टिजर नम्बर भनेको चाहिँ कस्तो लाइक 1 2 3 हो, जुन चाहिँ हाम्रो डेली बेसिसमा नर्मली युज भइरहन्छ हाम्रो नर्मल काउन्टिङ नम्बर्स है। अब त्यस्तै गरी के छ फ्लोटिङ अर फ्लोट। जस्ट अ फ्लोट पाइथनमा हाम्रो कीवर्ड चाहिँ के रहेछ फ्लोट। अब फ्लोट भनेको चाहिँ कस्तो नम्बर हो लाइक पोइन्ट भ्यालुज है। जस्तै 2.5 हो, 0.5 अरु जस्तै चाहिँ हाम्रो के भयो फ्लोट भयो है। अब त्यस्तै गरेर के छ कम्प्लेक्स नम्बर। कम्प्लेक्स नम्बरलाई चाहिँ हामीले कसरी चिनाउने गर्छ पाइथनमा जस्ट युजिङ कम्प्लेक्स है। अब यसमा चाहिँ के छ कम्प्लेक्स नम्बर भनेको चाहिँ कम्बिनेसन अफ रियल एन्ड इमेजिनरी हुन्छ है। अब यो भनेको हाम्रो के भयो रियल नम्बर भयो सिम्पल हो। जस्तै मैले त्यहाँ 1 लियो 1 लेखेँ प्लस 3j गरिदियो भने के भयो। अब 3j भनेको एक्ज्याक्ट नम्बर भएन नि त हो, यो भनेको इमेजिनरी भयो के। त्यही भएर यसले अब यस्तो नम्बरलाई चाहिँ हो रियल र इमेजिनरीको कम्बाइन भएको यसलाई चाहिँ हामीले के भन्छ कम्प्लेक्स नम्बर है। अब यसमा सर्टली एउटा एक्जाम्पल ल्याएको छौं। जस्तै x मा 10 छ द्याट्स अ इन्टिजर, y मा -2.5 छ द्याट्स अ फ्लोट अनि z मा 3 + 5j त्यो चाहिँ रियल नम्बर र इमेजिनरीको कम्बिनेसन छ। सो इट्स अ कम्प्लेक्स नम्बर है। अब त्यस्तै गरी के छ यहाँ प्रिन्ट टाइप x। अब हाम्रो यहाँ के छ भन्दाखेरि हामीले पहिला चाहिँ जस्ट सिम्पली प्रिन्ट x गरिरहेको थियौं, प्रिन्ट y गरिरहेको थियौं हो, प्रिन्ट z गरिरहेको थियौं। तर हामीले यहाँ आज के गरिरहेका छौं प्रिन्ट टाइप x, टाइप y एन्ड टाइप z। अब यसले चाहिँ के गर्छ भन्दा हाम्रो सिम्पल भ्यालु आउटपुट दिनुको सट्टा के दिन्छ त्यसको चाहिँ कुन टाइपको डाटा हो त नि भनेर त्यो चाहिँ देखाउने गर्छ है। जस्तै इट्स अ इन्ट भनेछ, इट्स अ फ्लोट एन्ड अ कम्प्लेक्स पनि गरिरहेको छ है। अब त्यस्तै गरी के छ हाम्रो कम्प्लेक्स भित्र चाहिँ मैले भनिरहेको थिएँ अघिबाट रियल एन्ड इमेजिनरी यो चीज हाम्रो पाइथनबाट हेर्न नि सकिन्छ। लाइक प्रिन्ट z.real गर्यो भने किन z.real किनकि z मा चाहिँ के छ कम्प्लेक्स नम्बर छ हो। यसलाई चाहिँ के भयो 3 मात्र आयो के आउटपुट हो, किन रियल नम्बर चाहिँ 3 मात्र हो नि त। त्यस्तै गरेर प्रिन्ट z.imag छ हो द्याट्स अ इमेजिनरी हैन। अब यो भनेको चाहिँ फेरि के छ आउटपुट 5.0 किन 5.0 मात्र 5.0 मात्र किनकि यहाँ 5 भनेको चाहिँ इमेजिनरी भयो। त्यसरी चाहिँ हामीले पाइथनमा न्यूमेरिक डाटा टाइप्सहरु हेर्न सक्छौं है। अब हामी चाहिँ सर्ट प्रोग्राममा अघिकै चीजलाई हेर्छौं है। जस्तै यहाँ छ हाम्रो ग्लास चाहिँ के भयो भेरिएबल भयो, योसँग यसले 10 राखिरहेको छ ग्लास -2.5 र ग्लास। अब यसमा चाहिँ के छ क्याप्स लक छ है। अब लास्ट टाइम जस्तै यो चाहिँ डिफरेन्ट हो, डिफरेन्ट भेरिएबल भइहाल्यो है यति गर्नाले। अब जस्तो प्रिन्टमा मैले के गरेछु जस्ट सिम्पली ग्लास ग्लास गरेर मात्र प्रिन्ट गरिरहेको छु जुन चाहिँ हामी रेगुलरली गर्दै आउँथ्यौं। त्यसमा के छ आज एउटा थपेको टाइप ग्लास टाइप अगाडि थपिरहेको छु है। अब यसको चाहिँ टाइप हेर्नु छ मलाई। सो मैले के गर्छु रन गरे र यहाँ हेर्न सकिन्छ हाम्रो के छ भन्दा अब यसमा चाहिँ के छ भ्यालु प्रिन्ट भइरहेको छ हो यहाँ चाहिँ किनकि सब सिम्पली प्रिन्ट गरिरहेको छ।
तर प्रिन्ट टाइप गर्दा के भइरहेको छ हाम्रो क्लास एन्ड त्यसको टाइप चाहिँ यहाँ आउटपुट एज अ आउटपुट देखाइरहेको छ र यसरी चाहिँ हामीले हाम्रो डाटा टाइप्सहरू पाइथनमा हेर्न सक्छौं डिफाइन गर्न सक्छौं है यसै गरी पाइथन सिक्न चाहनुहुन्छ भने हामीलाई फलो गर्न सक्नुहुन्छ कम्प्युटर सिक्न चाहनुहुन्छ भने ग्यालेक्सी एजुकेसन र टाइपिङ बढाउन चाहनुहुन्छ भने typingal.com भिजिट गर्न नबिर्सनु होला धन्यवाद